भोलि हाम्रा पुस्ताहरूले धिक्कार्नेछन् मित्रहरू। त्यसकारणले गर्दा म यस विश्वविद्यालयका पदाधिकारीज्यूहरूलाई पनि म के भन्न चाहन्छु भने यो विश्वविद्यालयमा प्रादेशिक राजधानी आउँदैमा तपाईको पढाइलाई डिस्टर्ब हुँदैन। पढाइ पढ्ने ठाउँ हामीले अर्को ठाउँ पनि हामीले उपलब्ध गराउन सक्छौँ मित्रहरू। त्यसकारणले गर्दा तपाईहरूले पनि साथ र सहयोग गर्ने हो। दाङ जिल्ला एउटा उपत्यका, दाङ एउटा एसियाकै सबैभन्दा ठुलो महादेश हुँदाहुँदै पनि, उपत्यका हुँदाहुँदै पनि हामी अहिले पनि हामी अन्योलमा छौँ। अन्योल वातावरण सृजना भइरहेको छ। त्यसकारणले गर्दा दाङ जिल्लालाई प्रादेशिक राजधानी घोषणा गर्नलाई कोही पनि व्यक्ति कसैले पनि कहीँबाट असहयोग भन्ने कुरा आउँदैन मित्रहरू। यदि हामी दङ्गाली जनता हौँ, यदि हामी दङ्गाली हौँ, यदि हामी यही दङ्गालीमा हामी हुर्केका छौँ भने कोही कसैले पनि विरोध गरिएको छैन। यहाँ विरोध भएको छ त बाहिरबाट आएर यहाँ पैसा कमाउन आएका व्यक्तिहरू उहाँहरूले विरोध गरेको देखिरहेको छ। त्यसकारणले गर्दा त्यस्ता व्यक्तिहरूलाई हामीले नाङ्गे धार पार्न सकेनौँ भने फेरि दाङ जिल्ला अन्धकार मूल्यमा हुन्छ। हामीले हाम्रै हातले फुलमाला लगाएका व्यक्तिहरूलाई फेरि पनि दङ्गाली जनताले कालो मोसो दल्न नपरोस् भन्दै म यो बिजुली उद्योग वाणिज्य सङ्घको तर्फबाट मात्र होइन, सम्पूर्ण यस आन्दोलनको अगुवाई गर्नुहुने मित्रहरूदेखि लिएर यहाँका सम्पूर्ण दङ्गाली जनताहरूलाई के सुझाव दिन चाहन्छु भने दङ्गाली जनता त्यति लाटा त्यति सोझा छैनन्। अब धेरै चलाक भइसकेका छन्। कुनै पनि राजनीतिको एजेन्डा बोकेर राजनीतिको झन्डा मात्र बोक्ने नेपाली जनता दङ्गाली जनता होइनन्। अब दङ्गाली जनता भनेको राम्रो कामको लागि पनि हामी यो हात उठाउन तयार छौँ। हामीले यो समयमा, अहिलेको समयमा हामीले एउटा हातमा राको र अर्को हातमा दियो सम्हालेर हामी हिँडिरहेका छौँ मित्रहरू। यदि राजधानी भोलि दाङ घोषणा भयो भने हामी दियो बालेर स्वागत गर्न तयार छौँ। यदि राजधानी घोषणा भएन भने हामी अर्को हातमा समातेको राको बालेर भए पनि यो बेलझुन्डी हामीले घेर्न तयार गर्नेछौँ। यहाँका पदाधिकारीहरूले जुन भूमिका खेल्नु भएको छ त्यो भूमिका हामी दङ्गाली जनतालाई मन परेको छैन मित्रहरू। त्यसकारणले गर्दा उहाँहरूले समयमै बुद्धि आओस्। उहाँहरूको जुन पदमा